Hola amigos, bienvenidos a nuestro canal. Hoy vamos a aprender español con una historia muy fácil. La historia se llama Un día de frío. Escucha con atención y vamos a empezar. नमस्ते साथीहरू, हजुरहरूलाई स्पेनिस बाई ममताको नयाँ क्लासमा स्वागत छ। आज हामी एउटा कहानीको माध्यमले स्पेनिस सिक्न जाँदैछौँ। कहानीको नाम हो चिसो दिन। ध्यान दिएर सुन्नुहोस् र सुरु गरौँ। Hoy hace mucho frío. Today it is very cold. आज धेरै जाडो छ। Hoy भनेको आज, मुचो भनेको धेरै, फ्रियो भनेको जाडो। Elena mira por la ventana. Elena looks out the window. Elena झ्यालबाट बाहिर हेर्छिन्। Mira भनेको हेर्ने, ventana भनेको झ्याल, porla भनेको बाट। Elena busca su chaqueta grande. Elena looks for her big jacket. Elena आफ्नो ठुलो ज्याकेट खोज्दैछ। Busca भनेको खोज्नु, chaqueta भनेको ज्याकेट, grande भनेको ठुलो। La chaqueta es roja. The jacket is red. ज्याकेट रातो छ। रोखा भनेको रातो। Ella busca sus botas. She looks for her boots. उनी आफ्नो जुत्ता खोज्छिन्। Busca भनेको खोज्नु, botas भनेको जुत्ताहरू। Las botas son negras. The boots are black. जुत्ताहरू कालो छन्। नेग्रा भनेको कालो। Elena también necesita un gorro. Elena also needs a hat. एलिनालाई टोपी पनि चाहिन्छ। También भनेको पनि, gorro भनेको टोपी, necesita भनेको चाहिन्छ। Ella tiene un gorro azul. She has a blue hat. उनको नीलो टोपी छ। Elena está lista para el frío. Elena is ready for the cold. Elena चिसोको लागि तयार छिन्। लिस्ता भनेको तयार, para भनेको लागि। आजको लेसनमा हजुरहरूले देख्नुभयो होला, सिक्नुभयो होला हामीले कसरी पहिला सिकेको वर्ड्सहरूलाई युज गरेर एउटा सानो स्टोरी बनायौं। हो, यसरी नै हामी अब आउने स्टोरीजहरुमा पहिला प्रिभियस लेसन्सहरुलाई इन्क्लुड गरेर स्पेनिश इजिली सिक्दै जानेछौं। ल त अब हाम्रो भेट अर्को लेसनमा हुनेछ। तबसम्मको लागि धन्यवाद। Gracias. Adiós.